अहिले खुसीको आशा कहिले दुःखको कुरा अहिले वास्तवको छाया के गुमाएर के पाउने आशा चाहिँ यही हो जिन्दगीको सही परिभाषा मन्दिरको पूजा गर्नु त्यो सबै एउटै हुन्छ मन्दिरको पूजा गर्नु त्यो सबै एउटै हुन्छ गोली खाएर गर्नु आफू सबै एउटै हुन्छ तपाईँ हेर्न सक्नुहुनेछ यो देवता आदर्श बहुमुखी क्याम्पस हो सिद्धनगरमा रहेको छ क्याम्पस तपाईँ हेर्न सक्नुहुनेछ यो देवता आदर्श बहुमुखी क्याम्पस हो जहाँ म अध्ययन गर्छु यहाँ फर्स्ट इयरमा तपाईँ हेर्न सक्नुहुन्छ यहाँ दुईवटा बस छ एउटा पुरानो एउटा नयाँ बस छ सबै विद्यार्थीहरू आउँदैछन् अब केही समयमा हामी जाँदैछौँ पाठ फुटल्यान्डमा त्यहाँ गएर एकदमै रमाइलो गर्नेछ पक्कै पनि तपाईँ देख्न सक्नुहुन्छ यहीँ घोडाको पुल छ यहीँ बजार राख्छ यहाँ सोमबार भए बजार राख्छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ अनि अरू भिडियो हाम्रो यहाँ इसान साथी छन् यहाँ उनी पनि फर्स्ट इयरमा पढ्छन् अब उनी पनि अब कार्यक्रम जाने तयार छन् अब हामी जानेछौँ र इसान के छ खबर ठिक छ ठिक छ नि होइन अनि आज के हुँदैछ प्रोग्राममा कतिलाई सेकेन्ड इयर फर्स्ट इयरलाई अनि आज त रमाइलो गर्ने भयो नि ल एकदम रमाइलो गर्नुपर्छ है धमक्का आउनुपर्छ ल साथीले भनिसकेका छन् आज रमाइलो गर्नुपर्छ भने ल पक्कै पनि रमाइलो हुनेछ अब भने हामी त्यही गएर तपाईँहरू सबै कुराहरू देखाउनेछौँ अहिलेलाई बाई बाई तपाईँ हेर्न सक्नुहुन्छ यहाँ अब हामी जानु लाग्यो यो क्याम्पस हाम्रो बस अब हामी जानु लाग्यो सो अब त्यही गएर देखाउनेछौँ हाम्रो यहाँ साथीहरू छन् यहाँ भाइ छ यहाँ समीर भाइ आइयो फुटल्यान्डमा बना वीडियो हमारे यो भ्लग हाने गएको छ अघि नै भएको हामी फाइनली पाठक फुटल्यान्डमा आइयो यही नै हो पाठक फुटल्यान्ड एन्ड इभेन्ट भेन्यू भन्ने यहाँ दुईवटा छन् यहाँ साथीहरू तपाईँ हेर्न सक्नुहुनेछ यहाँको वातावरण राम्रो छ एकदमै सबैजना आउँदैछन् हाम्रो यहाँ सबैको साथी छन् यहाँ हामी बबिता आउँदैछन् यहाँ म पनि बनाउँछु म त फोटो खिच्नु हामी फाइनली बल्ल यहाँ पुग्यो अब चाहिँ हाम्रो केही समयमा कार्यक्रम सुरु हुनेछ अहिलेलाई तपाईँहरूले हेर्नु होला यहाँको नजारा ओहो हाम्रो यहाँ केटाहरू छन् यहाँ नमस्ते साथीभाइ तथा विद्यार्थी भाइ बहिनीहरू आज हामी मिति 2080 साल यो चैत्र महिनाको 23 गते बिहान चाहिँ ठ्याक्कै 7 बजे यो पाठक पार्टी प्यालेसमा आएका छौँ र यहाँका आउनुको कारण भनेको चाहिँ दोस्रो सेकेन्ड इयरको विद्यार्थीहरूले चाहिँ हामीलाई अब प्रथम वर्षमध्ये त हामी फर्स्ट इयरको विद्यार्थीहरूलाई स्वागत कार्यक्रम राखेको हुनाले तसर्थ दोस्रो इयरको विद्यार्थीहरूले यो ठाउँ चयन गरिएको छ नाम छ पाठक पार्टी प्यालेस पाठक फुटल्यान्ड एन्ड प्राइभेट लिमिटेड यो हाम्रो साथीहरू हेर्नु त यहाँ मजाले ड्रेसमा आएको छन् कोही साडीमा आएको छन् कोही कोट लगाएर आएको छ यो छ हाम्रो इष्टमित्र हाम्रो साथी सञ्जय राणा पुरानो साथी अरे ये हुआ हमारा नया साथी सम्पूर्ण दर्शकहरू हेर्नु त म पनि फर्स्ट टाइम आएको चाहिँ अब फेरि यो दोस्रो चोटि भयो होला आएको म त्यहाँ धेरै आइसकेको छु 5 चोटि आइसकेको छु 5 चोटि हामी चाहिँ अब फेरि अहिले हाम्रो स्कुलको कार्यक्रम छ फेरि यहाँ
नाम त नाम सुनेको थियो पाठक पाली प्यारेस छ भनेर उस नाम सुनेको थियो अनिखेरि आज देखियो पनि र हामी अब भित्र एन्टर गर्दैछौँ विद्यार्थी यो पाठक हल हो यहाँ कार्यक्रम सेटअप हुँदैछ धेरै विद्यार्थीहरू अध्ययन गरेर भर्ना आउने त्यसपछि दोस्रो वर्ष तेस्रो वर्ष र चौथो वर्षमा पुग्दै गर्दाखेरि हाम्रा धेरै साथीहरू बिचैमा छोडिने बिचैमा हराउने यो किसिमको समस्याले आज देवता आदर्श बहुमुखी क्याम्पस मात्र होइन त्यसै घरका हाम्रा जस्ता यस्ता ग्रामीण ठाउँमा स्थापना भएका धेरै क्याम्पसहरू सङ्कटग्रस्त अवस्थामा छन्। त्यसकारण मैले सम्पूर्ण विद्यार्थी साथीहरूलाई आज यसै कार्यक्रम मार्फत के अनुरोध गर्न चाहन्छु भने हजुरहरू जतिजना विद्यार्थी साथीहरू आज प्रथम वर्षमा अध्ययन गर्नका लागि आउनुभएको छ भोलि देवता आदर्श बहुमुखी क्याम्पसको यो ब्याचले फोर्थ इयर कम्प्लिट गर्दाखेरि आज जति सङ्ख्यामा यहाँ उपस्थित हुनुहुनेछ सबै विद्यार्थी साथीहरूले यस क्याम्पसमा निरन्तर रूपमा अध्ययन गरेर क्याम्पसमा हजुरहरू उत्तीर्ण भएर फोर्थ इयरसम्मको पढाइ कम्प्लिट गरेर अगाडि बढ्नुहुनेछ भन्ने कुरा अपेक्षा लिएको छु। अबका विद्यार्थी साथीहरूलाई मैले अर्को एउटा कुरा पनि के जानकारी गराउन चाहन्छु भने अब हामी यसै क्याम्पसमा मास्टर डिग्रीसम्मको कक्षा अध्ययनका लागि पनि पहल गरिरहेका छौँ। यहाँ रहनुभएका सम्पूर्ण सञ्चालक समिति आदरणीय प्राध्यापकहरू सबैजनाले लागिरहनुभएको छ। अब हामी मास्टरसम्मको अध्ययन मात्र होइन मास्टर डिग्री पनि आदर्श बहुमुखी क्याम्पसमा अध्ययन गर्ने वातावरण बनाउनेछौँ त्यो लागेको क्याम्पस बनाउनेछौँ भन्ने कुरा पनि मैले हजुरहरू माझमा जानकारी गराउन चाहन्छु। विद्यार्थी साथीहरू आज जुन किसिमले विद्यार्थीहरू माझमा यो स्वागत कार्यक्रम यो वेलकम प्रोग्राम आयोजना गरेर फर्स्ट इयरमा आउनुभएका साथीहरूलाई एउटा घुलमिलाउने एउटा चिन्हान गर्ने जुन वातावरणको लागि हजुरहरूले पहल गर्नुभएको छ यस अभियानका लागि सम्पूर्ण बिबिएस र बिएड सेकेन्ड इयरमा अध्ययन गर्ने विद्यार्थी साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँहरूको यो कामका लागि स्वतन्त्र विद्यार्थी युनियन देवता आदर्श बहुमुखी क्याम्पस सबैको साथमा छ। सम्पूर्ण विद्यार्थीहरूका हरेक गतिविधि हरेक समस्याहरूको विषयमा देवता आदर्श बहुमुखी क्याम्पस विद्यार्थीहरूका साथमा छ भन्ने कुरा जानकारी गराउँदै मेरा कुराहरू यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। धन्यवाद सञ्चालिकाज्यू। आदरणीय महोदय प्रमुख अतिथि शिक्षक शिक्षिका र प्यारा दिदीहरू र मेरो हालचालै मसँगै प्रथम वर्षमा यसै मसँगै शिक्षा पढ्ने मेरा प्यारा मित्रहरू आज पनि 2025 दिन हाम्रो यसै पाठक टुर्नामेन्ट इभेन्ट भेन्यूमा हाम्रो बिबिएस एन्ड बिबिडी सेकेन्ड इयरले गरेको यस वेलकम प्रोग्राममा वेलकम आउन मलाई आफूलाई पनि आभारी ठान्दछु र यसै क्रममा यसै साथसाथै सम्पूर्णलाई म हिउँ जस्तै छिटो र हावाजी चित्त अगाडि गर्न चाहन्छु। हाम्रो यस देवता आदर्श बहुमुखी क्याम्पस देवता आदर्श बहुमुखी क्याम्पस स्थापना 2065 साल पैँसठी सालमा भएको थियो। निकै नै हाम्रो यस रूपन्देही जिल्लाकै निकै नै राम्रो क्याम्पस भन्छ कि हामीले हाम्रो यस देवता माध्यमिक क्याम्पसले गुणस्तरीय शिक्षा र
प्रदान गर्दै आइरहेको छ र अझै हाम्रो क्याम्पस क्युएस सर्टिफाइड भएको छ र यसरी क्युएस सर्टिफाइड भयो भने हामीलाई चाहिँ धेरै फाइदा छ यस क्याम्पसमा पढेर किनकि हाम्रो सर्टिफिकेट पनि राम्रो आउँछ नि र आजको यस वेलकम प्रोग्राम दौरान सफल गराउन हाम्रो बिबिएस र सेकेन्ड इयरका बिबिएस र सेकेन्ड इयरको दिदीहरूलाई धेरै धेरै धन्यवाद र यसै कारण सफल गराउन हाम्रो शिक्षक हाम्रो प्रमुखको दिदी र हाम्रो कलेज प्रमुख सबलाई पनि धेरै धेरै आभारी व्यक्त गर्न चाहन्छु र म अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो तपाईँ बिबिएस तपाईँले यस कलेज क्याम्पसमा आफ्नो अध्यक्ष सुरु गर्दा पनि यही कुरा गर्नुहोस् किनकि हाम्रो देशका बहुमुखी क्याम्पस भनेको रूपन्देही नभए नेपालभरि चर्चित गर्न सक्नुपर्छ तपाईँले छोडेर विदेश जाने सोच छ तपाईँको सबको विदेश जाने सोच छ होला तपाईँले आफ्नो सोच परिवर्तन गर्नुपर्छ कतिमा क्याम्पस आइसकेको छ बाबु विदेश जानु सक्दैन यही पर्ने हो कति छ कति गरौँ आफ्नो देशकै फाइदा गरेर के गर्छौँ र यति भन्दै म आफ्नो दुई शब्द यही शब्द गर्न चाहन्छु र आगामी समयमा यस्तै कार्यक्रम पनि चलिरहोस् म यही सोच चाहन्छु र फेरि पनि आभारी व्यक्त गर्न सबैजनालाई धेरै धेरै धन्यवाद जय नेपाल जय धेरै धेरै धन्यवाद भाइ पुलको आगमन सापकोटाज्यू विद्यालय क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बासी देवीमाज्यू फ्याकल्टी हेड सरहरू र विभिन्न विषयका प्राध्यापक मित्रहरू स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष उपाध्यक्ष लगायत प्रतिनिधि भाइहरू विद्यार्थी सङ्गठनका नेता भाइहरू अनि उपस्थित विद्यार्थी भाइ बहिनीहरू सबैलाई देवदा आदर्श बहुमुखी क्याम्पस प्रमुखको तर्फबाट यो स्वागत कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु र शुभकामना दिन चाहन्छु। +2 उत्तीर्ण गरिसकेपछि देशका हजारौं स्नातक अध्ययन हुने क्याम्पसहरूमा यहाँको ढोका खुला थिए। ती सबै कलेजका ढोकाहरूलाई बन्द गरेर देवदा आदर्श बहुमुखी क्याम्पसको ढोकाबाट तपाईँहरू छिर्नु भएको छ। यहाँलाई धेरै धेरै हृदयदेखि स्वागत गर्न चाहन्छु र देवदा आदर्श बहुमुखी क्याम्पसमा प्रवेश गरिसकेपछि यहाँहरूलाई क्लास अध्ययन र अध्यापन सुरु भएको पनि लामो समय बितिसकेको छ। अब चाहिँ हाम्रो यहाँ दोस्रो वर्षले चाहिँ प्रथम वर्षको विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ सम्मान कार्यक्रम गइरहेको छ र सम्मान गरिरहेका छन् अध्यक्षहरूबाट विद्यार्थीहरूलाई।
प्रस्तुति गइरहेको छ। उसको हाम्रो भेट हुँदा सजपको चौतारीमा बुढापाका भेट हुँदा सजपको चौतारीमा बुढापाका भेट मलाई हाँसेर हुर्केले बाहेर बनाइसे गायो बनाइसे मस्ती मस्ती भुलेर जाने बस्छु बस्छु हाँसेर हुर्केले बाहेर बनाइसे गायो बनाइसे विशिष्ट अतिथिज्यू मञ्चमा आसीन सम्पूर्ण अतिथिगणहरू र मेरा प्यारा प्यारा साथीभाइहरूमा म विद्यास फर्स्ट इयरकी छात्रा आकृति लुइटेलको तर्फबाट स्वीकार्नुहोस् न्यानो विद्यालयबाट हुन गइरहेको यो वेलकम प्रोग्राममा म मेरो कविता वाचन भन्न गइरहेको छु। केही त्रुटि भएमा क्षमा दिनुहोला। मेरो कविता यसरी छ। कति राम्रो सुन्दर ठाउँ कलेजको वरिपरि, कति राम्रो सुन्दर ठाउँ कलेजको
जिन्दगी यस्तो सपना हो जसमा चाहना पर्यो जिन्दगी यस्तो सपना हो जसमा चाहना पर्यो त्यो आलोचना गरिन्छ बस बुझ्दाले पानी हुनु पर्यो यदि चाहिन्छ भने धन्यवाद भन्न चाहन्छु यसरी कोही गाडी बस्नु होला अझ म के भन्न चाहन्छु होला यो मान्छे साथीलाई जो साथीभाइलाई खोला जाँदैन साथीभाइलाई स्कुल जाँदैन साथीभाइ प्राइभेट जाँदैन साथीभाइ घर जाँदैन त्यो साथीलाई म भन्न गइरहेको छु एकजना साथी गयो एकजना मान्छे गयो हजारले साथी ठुलो होइन तर तबसित राम्रो बस सिकाउने युवाको साथी भयो भने जिन्दगीमा धेरै कुरा पाइरहेको हुन्छ यदि तपाईँहरू आउनु दिन चाहन्छ भने एउटा गीत गाउन चाहन्छु आउनु दिनुहुन्छ यदि यहाँ देखे गाना कोही झुम्पा गाउँछ यहाँ दिल्लीमा भन्नुभएको के तपाईँ नाच्नु भन्नुभएको त्यो भएर मैले उहाँको लागि आउन चाहन्छु एकछिन दोस्रो धेरै ल सियर